राजविराज नगरपालिकाको कार्यालयमा 30 करोड भन्दा बढीको क्षति, 11 लाख नगद सहित 30 वटा सवारी साधन जलेर नष्ट। जेन्जी आन्दोलनको क्रममा भएको प्रदर्शन र आगजनीले राजविराज नगरपालिकाको कार्यालयमा 30 करोड भन्दा बढी मूल्य बराबरको क्षति भएको छ। यही भदौ 24 गते आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरू उग्र बनेपछि राजविराज स्थित विभिन्न कार्यालयहरूमा आगजनी र तोडफोड गरेका थिए, जसमध्ये सबैभन्दा ठूलो क्षति राजविराज नगरपालिकामा भएको हो। जिल्ला प्रशासन कार्यालय सप्तरीले शनिबारदेखि कर्फ्यू आदेश फिर्ता लिएपछि आइतबार नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूको बैठकले क्षतिको विवरण सङ्कलन गर्ने काम सुरु गरेको छ। क्षतिको विवरण सङ्कलन गर्ने कार्य विभिन्न प्राविधिकहरूबाट भइरहे पनि अन्दाजी 30 करोड भन्दा बढी क्षति भएको नगरपालिकाको प्रारम्भिक अनुमान छ। यद्यपि पूर्ण क्षति विवरण आउन केही समय लाग्ने राजविराज नगरपालिकाले जनाएको छ। नगरपालिकाको राजस्व फाँटका कर्मचारी शीतल दासका अनुसार आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले गरेको तोडफोड र आगजनीबाट राजस्व फाँटमा विभिन्न दस्तुर बापत सेवाग्राहीहरूबाट करिब 11 लाख रुपैयाँ नगद जलेर नष्ट भएको छ। सोही फाँटमा रहेका नगरवासीका विभिन्न व्यवसाय प्रमाणपत्र, बिरोटे सम्बन्धी कागजात, घर नक्सा सम्बन्धी लगायतका अन्य कागजातहरू समेत जलेर नष्ट भएको उनले बताए। नगरपालिकाका योजना अधिकृत मनोज यादवले 5 वटा ट्र्याक्टर, 3 वटा टिपर, 2 वटा बारुद यन्त्र, 1 वटा जेसीबी, सेन्सर मेसिन जडान भएको गाडी, एम्बुलेन्स, कार, स्कर्पियो र 15 वटा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको जानकारी दिए। त्यस्तै विभिन्न फाँटमा राखिएको दर्जनौं ल्यापटप र कम्प्युटरहरू पनि जलेर खरानी भएको उनको भनाइ छ। नक्सा फाँटका प्रमुख ओम प्रकाश शाहले नगर स्थापना कालदेखि नै राखिएको घर जग्गाहरूको रेकर्ड फाइल र प्रमाणहरू जस्ता महत्त्वपूर्ण कागजातहरू पनि जलेर खरानी भएको जानकारी दिए। आगजनीबाट कार्यालयको 2 तल्ले भवनको कोठाहरूमध्ये 18 वटा कोठा भवन पनि जलेर जीर्ण अवस्थामा पुगेको तथा कुनै बेला पनि भत्किने अवस्था रहेको नगरपालिकाको शहरी पूर्वाधार फाँटका प्रमुख अजय यादवले जानकारी दिए। कार्यवाहक नगर प्रमुख इशरत परविनले गत मङ्गलबार जिल्लामा भएको आगजनी तथा तोडफोडबाट सबैभन्दा बढी राजविराज नगरपालिकाका कार्यालयलाई क्षति पुगेको बताइन्। जनताको करबाट बनेको संरचना र नगर स्थापना कालदेखि नै सुरक्षित राखिएको महत्त्वपूर्ण दस्तावेजहरू जलाउनु उचित नभएको भन्दै उनले भने नगरवासीले तिरेको करले बनेको कार्यालयको संरचना र जोडिएका सम्पत्ति जोगाउन महत्त्वपूर्ण नगरवासीकै दायित्व हो। उक्त घटनामा आफूलाई निकै मर्माहत पारेको भन्दै उनले अब पुनर्निर्माणमा जुट्ने र बन्द हुन पुगेको सेवाहरू छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने आफूहरू लागि परेको सुनाइन्। नगरपालिकामा भएको ती सबै क्षतिहरू पूर्ति गर्न र पुनर्निर्माण गर्न झण्डै 30 करोड भन्दा बढी पैसा खर्च लाग्ने अनुमान गरिएको छ। जेन्जीको हिंसात्मक आन्दोलनका क्रममा नगरपालिका, कार्यपालिका सहित सघन शहरी पूर्वाधार विकास, डिभिजन 1, जिल्ला अदालत, उच्च अदालत, हुलाक, नापी, निर्वाचन, यातायात सेवा कार्यालयहरू लगायत नेकपा एमाले, नेपाली काङ्ग्रेस, जनमत, जसपा नेपाल लगायत पार्टी कार्यालयहरू समेत तोडफोड र आगजनी भएको थियो। ती सबै
कार्यालयहरूबाट समेत क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ।